कायाकैरन सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। रासपा महाधिवेशनमा मतदान सुरु, नीति ओझेलमा नेतृत्वमा हानथाप, प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि, संहिताबारे लामिछाने र वाग्लेको प्रस्तावमै अन्तर्विरोध। रेबिज विरुद्धको खोप अभावले ज्यानकै जोखिम, 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू, किसानले अझै राहत पाएनन्। 753 मध्ये 724 पालिकाको बजेट गाउँ र नगरसभामा पेश, अधुरा योजना पूरा गर्दै सूचना प्रविधि मैत्री र सुशासनमा जोड। पश्चिमी युरोपमा अत्यधिक गर्मी, फ्रान्स, बेलायत र स्पेनमा तापक्रमको नयाँ रेकर्ड। र विश्वकप फुटबलमा ब्राजिल, मोरक्को, स्विजरल्यान्ड र बोस्निया नकआउट चरणमा प्रवेश। कायाकैरनमा अब खबरको सिलसिला। चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान सुरु भएको छ। महाधिवेशन सुरु भएको 5औं दिनमा 79 पदका लागि विद्युतीय मतदान सुरु भएको हो। मतदान आज बिहान 10 बजेसम्म चल्नेछ। 79 पदका लागि 384 जनाले उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवार विरुद्ध परेका दाबी विरोधको छानबिन, उम्मेदवारी खारेजी तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा 204 जनाको मात्रै उम्मेदवारी कायम गरिएको छ। पहिलो चरणमा सभापति र 79 केन्द्रीय सदस्यको चुनाव हुने रासोपाको विधानमा व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन पनि पुराना पार्टीको जस्तै नेतृत्वमा केन्द्रित भएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। महाधिवेशनमा विचार, सिद्धान्त, मार्गदर्शनमा खासै ध्यान दिइएको देखिएन। पार्टीको राजनीतिक संगठनात्मक प्रतिवेदनहरू कुनै छलफल नै नगरी पारित गरेको भन्दै आलोचना भएको छ। सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपसभापति सोडेम वाग्लेको अर्थ राजनीतिक प्रतिवेदन वा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदनमा छलफल नै भएन। त्यस्तै अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमाल र कोषाध्यक्ष लिमा अधिकारीको वित्तीय प्रतिवेदनमा पनि छलफल भएको न। निर्वाचन कार्यक्रममा पनि त्यतिकै विलम्ब गरिएको छ। पहिलो महाधिवेशन भएका कारण भद्रगोल देखिएको छ। महाधिवेशन व्यवस्थापन पक्षमा एकदमै कमजोर देखिएको छ। महाधिवेशन व्यवस्थापन समिति र पार्टीको निर्वाचन आयोगप्रति प्रतिनिधिहरू आक्रोशित बनेका छन्। कतिपय प्रतिनिधि मतदान नगरी फर्किएका पनि छन्। यस्तै रासोपाले प्रदेश सभाहरू खारेज गरी नेपालको संघीय संरचनामा व्यापक पुनर्संरचना गर्ने प्रस्ताव सार्वजनिक गरेपछि मधेसमा असन्तुष्टि सुनिएको छ। महाधिवेशनको बन्द सत्रमा अर्थमन्त्री समेत रहेका उपसभापति डाक्टर सोनिम वाग्लेले अर्थ राजनीतिक प्रतिवेदनमा खर्चिलो प्रशासनिक संरचनालाई घटाउन, प्रदेशसभाको खारेजी र 753 पालिकाको संख्यामा 1/3 कटौती गर्ने प्रस्ताव पेश गरेपछि त्यसले मधेसमा विरोध सुरु भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै महाधिवेशनले पार्टीको वैचारिक दिशाका धेरै विषय प्रस्ट्याए पनि संहिताको सवालमा भने अझै अन्यलको अवस्था रहेको चित्रण गरेको छ। सभापति रवि लामिछाने र उपसभापति सोडेम वाग्लेले महाधिवेशनमा प्रस्तुत गरेका दुई प्रमुख दस्तावेजले संहिताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत ऐक्यता बन्न नसकेको देखाएको हो। विश्लेषकहरूका अनुसार रासोपाले संहिता कार्यान्वयनको समस्याबारे स्पष्ट मार्ग चित्र नदी अलमलको अवस्था सिर्जना गरेको छ। कान्तिपुरमा खबर छ। कुकुर, स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरुद्धको खोप ARV अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि यतिकै बसेका काठमाडौँको चन्द्रागिरी नगरपालिकाका एक पुरुषको गएको शनिबार ज्यान गएको हो। रेबिजको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरुषको उपचारका क्रममा ज्यान गएको हो। उहाँलाई केही हप्ता अगाडि कुकुरले टोकेको थियो। परिवारले हेल्थ चेकराई गर्दा पनि उहाँको ज्यान गएको डाक्टरहरूको भनाइ छ। नजिकैको स्वास्थ्य चौकीमा खोप उपलब्ध भइदिएको भए सायद उहाँको ज्यान जाँदैन थियो। ती पुरुषका आफन्तहरूको भनाइ उद्धृत गर्दै शुक्रराज अस्पतालका एक डाक्टरले भन्नुभयो, सरकारी अस्पतालहरूमा निशुल्क वा न्यून शुल्कमा दिँदै आएको रेबिज विरुद्ध खोपको अभाव छ। कतै कतै निजी औषधि पसलमा खोप पाइन्छ, तर महँगो पर्ने भएकाले विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ। समयमै खोप लगाए रेबिजबाट जोगिन सकिन्छ, तर लक्षण देखिएपछि उपचार छैन। कुकुर, स्याल जस्ता जनावरको र्यालबाट रेबिज सर्ने गर्छ। देशभरका सरकारी अस्पतालमा रेबिज विरुद्धको खोपको चरम अभाव भए पनि यसबारे सूचना बाहिर ल्याउन स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले कडा रोक लगाएको अधिकारीहरू बताउँछन्। निशुल्क वा न्यून शुल्कमा दिइने खोप सरकारी अस्पतालमा पाइँदैन। निजी औषधि पसलबाट किन्न कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भएको छ। यसैबीच यतिखेर नेपालका 11 जिल्लामा पंक्षीमा लाग्ने बर्ड फ्लू H5
H5N1 फैलिएको छ। चैत 4 मा मोरङको सुन्दर हरैसा 4 र उर्लाबारी 8 बाट फैलिएको बर्ड फ्लूको हटस्पट बनिरहेको छ अहिले काठमाडौँ उपत्यका। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार हिजो मात्रै काठमाडौँ उपत्यकाका 5 ठाउँमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू पुष्टि भएको छ। झण्डै 6 लाख पंक्षी, 10 लाख अण्डा, 2 लाख किलो दाना नष्ट गरिएको छ। किसानलाई सरकारले 75% राहत उपलब्ध गराउने व्यवस्था भए पनि अझै पाएका छैनन्। आजको कान्तिपुर दैनिकमा खबर छ। आर्थिक वर्ष 2083-84 का लागि 753 पालिका मध्ये 724 पालिकाले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी 29 पालिकाले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेनन्। सभामा बजेट पेश गरेका अधिकांश पालिकाले यसअघिका अधुरा योजना पूरा गर्ने, पालिकालाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड दिएका छन्। कतिपय दुर्गम क्षेत्रका पालिकाले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले भने सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायतका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन्। 2079 वैशाखमा सम्पन्न पालिकाका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो। आउँदो 2084 वैशाखमा हालका बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधुरा योजना पूरा गर्ने गरी पालिकाले बजेटलाई प्राथमिकता दिएका हुन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले गएको 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र पालिकाले सभामा बजेट पेश गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार केही पालिकाका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश गर्न नसकिएका हुन् भने केहीमा आन्तरिक विवाद र कतिपय पालिकाले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरुवा भएकाले पनि बजेट सभामा पेश गर्न नसकेका हुन्। पालिकाले असार 10 गतेभित्र बजेट नगरसभामा नीति कार्यक्रम र बजेट पेश गर्नुपर्ने व्यवस्था अनुसार 6वटै महानगरपालिकाले बजेट सभामा पेश गरिसकेका छन्। काठमाडौँ, भरतपुर र पोखरा महानगरपालिकाले यस अगाडि नै बजेट सभामा पेश गरिसकेका छन् भने हिजो ललितपुर, वीरगञ्ज र विराटनगर महानगरपालिकाले पनि बजेट पेश गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐन अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले सबै पालिकाले आउँदो आर्थिक वर्षका लागि आफ्नो गाउँ र नगरसभामा बजेट पेश गर्नुपर्ने व्यवस्था छ। त्यस्तै सभामा पेश गरिएको बजेट असार मसान्तभित्र गाउँ र नगरसभाले पारित गर्नुपर्ने व्यवस्था ऐनमा छ। असार 10 गतेभित्र सभामा बजेट पेश नगर्ने र असार मसान्तभित्र सभामा बजेट पारित नगर्ने पालिकाको बजेट खर्च गर्न र राजस्व सङ्कलन गर्न पाउँदैनन्, गोरखापत्रमा खबर छ। यतिन्जेल हामीले रासोपा महाधिवेशनमा मतदान सुरु, नीति ओझेलमा नेतृत्वमा हानथाप, प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि, संघीयताबारे लामिछाने र वाग्लेको प्रस्तावमै अन्तर्विरोध, रेबिज विरुद्धको खोप अभावले ज्यानकै जोखिम, 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू, किसानले अझै राहत पाएनन्, 753 मध्ये 724 पालिकाको बजेट गाउँ र नगरसभामा पेश लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। गैराती र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ। पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी छ। अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी छ। केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ। आज र भोलि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरूको आग्रह छ। आज पनि देशका हिमाली र पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँहरूमा तातो लहर र बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच गर्मी धेरै बढेपछि वीरगञ्जका सबै विद्यालयमा 4 दिनका लागि बिदा दिइएको छ। पछिल्ला दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ। गर्मीको बेला चर्को घामबाट जोगिन पौडी खेल्न जानेहरू पनि धेरै हुन्छन्। पौडी खेल्दा होसियार अपनाइएन भने डुबेर ज्यान जाने जोखिम धेरै हुन्छ। यो बेला बाढीका कारण पनि डुबेर ज्यान गुमाउनेहरूको संख्या बढ्ने गर्छ। साथी महेश
केवालीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतसँग डुबेर ज्यान गुमाउने घटना र बस्ने उपायबारे कुरा गर्नुभएको छ। एक स्वरूप प्रारम्भिक अध्ययनमा चाहिँ यो 15 देखि 35 वर्षभित्रको युवा वर्गहरू चाहिँ बढी डुबेर मर्नेमा परेको छ भनेर पनि गरेको छ। भनौँ बुढाबुढीहरू चाहिँ बढी घरतिर बस्ने, उहाँहरू चाहिँ अलिक मुभमेन्ट बढी हुने, अनि त्यसपछि खोला किनारमा पोखरीतिर बढी जाने काम पनि उहाँहरूले गर्ने, नदी होइन खोलाहरूमा नै डुबेर मरेको चाहिँ बढी पाइन्छौँ। अनि डुबेर हुने दुर्घटनाबाट बस्न चाहिँ आम सर्वसाधारणले अपनाउनु पर्ने मुख्य सावधानी चाहिँ के हुन्? सबैभन्दा पहिला चाहिँ डुबेर मृत्यु भनेपछि हामीले नदी खतरनाक नै हुन्छ उहाँ आफ्नो स्वयंको लागि पनि होइन, एक्लै गएर नसक्ने पनि हुनसक्छ। त्यसको लागि चाहिँ हामीले सबभन्दा पहिला चाहिँ सबैलाई तुरुन्त खबर गर्ने, वरिपरिको आफ्नो समुदाय नजिकका को छन् उहाँहरूलाई मद्दत मागेर उहाँलाई रेस्क्यु गर्नुपर्ने हुन्छ होइन। अब हाम्रो सरकारी निकायमा भन्नुपर्दाखेरि नेपाल प्रहरीलाई हाम्रो विपद सम्बन्धी 1149 नम्बर छ टोल फ्री नम्बर, त्यसमा अनि 100 नम्बरमा स्थानीय पालिका त्यहाँ नजिकको हुनुहुन्छ होइन, नेपाल सरकारका संयन्त्रहरू जति सेक्युरिटीहरूदेखि लिएर पालिकाहरू, सिडिओ कार्यालय वा नजिकको समुदायहरू, विशेष गरी त त्यहाँ समुदाय नै फर्स्टमा हुने भएको भएर वरपरका मान्छेलाई खबर गरेर सहयोग गरेर तुरुन्त उहाँलाई रेस्क्यु गर्नुपर्ने हुन्छ। अब यो बेलामा चाहिँ आम नागरिकलाई आफू जोगिनको लागि के सुझाव सल्लाह दिनुहुन्छ सबैलाई? यो समयमा धेरै सक्रिय नभए पनि अलिक कमजोर भए पनि बिस्तारै त्यो मनसुन चाहिँ अलिकति सक्रिय हुँदै जाने नै छ। त्यो भएर कतिपय ठाउँहरूमा त्यो डुबानका समस्याहरू पनि देखिन सक्छन्। सबैले आम मानिसले जनमानसमा चाहिँ पहिला त बढी भारी वर्षा ठुलो पानी आइरहेछ भने भएछ बाहिर त्यस्ता ठाउँहरू ननिस्किनु नै राम्रो हुन्छ। त्यो पानीको बहाव कम नभएसम्म आफू सुरक्षित स्थानमा बस्ने वा घरमै बस्ने वा बाहिर हुनुहुन्छ भने पनि सुरक्षित ठाउँमा बस्नुपर्ने हुन्छ। अर्को कुरो हेर्दाखेरि सानो देखियो पनि खाल्डाखुल्लीहरूमा सानो थोरै पानी छ भनेर हामीले क्रस गर्न लाग्दा वा आफूले टेकेर जम्प गर्न लाग्दाखेरि पनि कहिले त्यसरी पनि मान्छेहरू डुब्नु भएको छ, त्यहाँ गहिरो कति छ थाहा हुँदैन। त्यही भएर साना भए पनि हेलचाक्री नगर्ने, खाल्डाखुल्लीका नजिक नजाने, खाल्डाखुल्लीभित्र जाने कोसिस नगर्ने, सजग भएर हिँड्ने लगायत खोला नदी किनार जहाँ बढी बहाव छ पानीको त्यसको नजिकहरू नजाने, अरू जान लाग्नु भएको छ भने पनि उहाँहरूलाई पनि सचेत गराउने र केही गरी कसैलाई समस्या परिहाल्नु भने यहाँहरू एकअर्का मिलेर सपोर्ट गर्ने र सँगसँगै मैले अघि भनेका नम्बरहरूमा निकायहरूमा चाहिँ सपोर्टको लागि चाहिँ मद्दत माग्नु छ। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महत। महिला वर्गको उपस्थिति विश्व कूटनीतिमा बलियो बनाउने अवधारणामा काम गर्न संयुक्त राष्ट्र संघले जोड दिएको छ। हिजो कूटनीतिमा महिला सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउँदै गर्दा नेपालमा पनि कूटनीतिक वृत्तमा पाइला जमाउने आँट र हिम्मतका साथ अगाडि बढेका महिलाका लागि सहज वातावरण निर्माण गर्न परराष्ट्र मन्त्रालयले हरसम्भव प्रयास गरिरहेको प्रवक्ता लोकबहादुर छेत्री बताउनुहुन्छ। उहाँले निर्णायक तहमा समेत महिला नेतृत्वको भूमिका प्रशंसनीय रहेको उदाहरण विगत र वर्तमान दुवैले देखाइरहेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा अध्ययन गर्ने महिलाको संख्या पछिल्लो समय बढ्दै गएको छ। यस्तै परराष्ट्र मन्त्रालयमा गएको वर्ष भित्रिएको जनशक्तिमा महिलाको संख्या उल्लेख्य रहेको थियो। मन्त्रालयको कुल जनशक्ति 375 जना मध्ये 108 जना महिला छन्। अन्य सेवाबाट काजमा रहेका 85 मध्ये पनि 15 जना महिला छन्। वर्तमान संरचनामा कन्सुलर विभागमा महानिर्देशक दुर्पदा सापकोटा र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक रोजिना ताम्राकार निर्णायक पदमा रहनु भएको छ। वर्तमान समयमा नेपालको विभिन्न देशमा रहेका 31वटा राजदूतावास मध्ये 6वटा दूतावास महिला राजदूतले हाँकिरहेका छन्। कूटनीतिमा अब्बल महिला आजको गोरखापत्रमा खबर छ। अब विदेशको खबर। पश्चिमी युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मीको लहर फैलिँदा फ्रान्स, बेलायत र स्पेनमा तापक्रमको नयाँ कीर्तिमान कायम भएको छ। लाखौं मानिस अत्यधिक गर्मीको मारमा परेका छन् भन्ने विभिन्न देशहरूले उच्च सतर्कता जारी गरेका बीबीसीले जनाएको छ। पेरिसमा तापक्रम झन्डै 41 डिग्री सेल्सियस पुगेको छ भने देशका धेरै ठाउँमा 39 देखि 43 डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ। पश्चिम फ्रान्सका केही ठाउँमा 43 डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि देशको आधाभन्दा बढी भूभागमा रेड हिट अलर्ट जारी गरिएको छ। अत्यधिक गर्मीका कारण पेरिसका प्रसिद्ध पर्यटकीय स्थल लुभ्र संग्रहालय र आइफेल टावर निर्धारित समयभन्दा अगावै बन्द गरिएका छन्। पछिल्लो एक हप्तामा फ्रान्समा गर्मीसँग सम्बन्धित घटनामा कम्तीमा 40 जनाको ज्यान गएको छ। वन डडेलको जोखिम बढेपछि विभिन्न क्षेत्रमा सयौं अग्नि नियन्त्रक परिचालन गरिएका छन्। अब खेल खबर।
विश्वकप फुटबलमा ब्राजिल, मोरक्को, स्विजरल्यान्ड र बोस्निया नकआउट चरणमा प्रवेश गरेका छन्। समूह सीको खेलमा ब्राजिलले स्कटल्यान्ड विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको हो। ब्राजिलले स्कटल्यान्डलाई 3-0 ले हराएको छ। अमेरिकाको मियामी स्टेडियममा खेलको 7औं मिनेटमा भिन्सियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई 2-0 को बलियो अवस्थामा पुर्याए। दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो दबदबा कायम राख्यो। खेलको 60औं मिनेटमा म्याथियस क्युनाले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याए। खेलको 77औं मिनेटमा ब्राजिलका स्ट्राइकर नेइमार मैदान प्रवेश गरे पनि गोल भने गरेनन्। पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिएको छ। यस्तै एटलान्टा स्टेडियममा हाइटीमाथि 4-0 को जित निकालेको छ मोरक्कोले। मोरक्कोका लागि अहरम हाकिमीले 39औं, इसामेल साइबेरीले 46औं, सुफायान रहमीले 78औं र जाकिरिया अल ओदीले थप समयमा गोल गरे भने हाइटीका लेनी जोसेफ र विस्मान इसिडोरले क्रमशः 10औं र 43औं मिनेटमा गोल गरेका छन्। मोरक्कोको यसअघिका 2 खेलमा ब्राजिलसँग 1-1 को बराबरी खेलेको थियो भने स्कटल्यान्डसँग 1-0 ले विजयी भएको हो। लगातार 3 खेलमा हार बेहोरेसँगै अङ्कविहीन भएर हाइटी विश्वकपबाट बाहिरिन पुगेको छ भने 52 वर्षपछि विश्वकपमा सहभागी हुँदै हाइटीले 2 गोलको रेकर्ड भने राखेको छ। यसैबीच विश्वकप फुटबलको समूह बी अन्तर्गत स्विजरल्यान्डले क्यानाडालाई 2-1 ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। भ्यान्कुभरमा भएको खेलमा दोस्रो हाफमा रुबेन भार्गास र जोहान मान्जावीले गोल गर्दै स्विजरल्यान्डलाई जित दिलाए। खेलको अन्त्यतिर प्रमिस डेभिडले क्यानाडाका लागि 1 गोल फर्काए पनि टोली हारबाट जोगिन भने सकेन। यो जितसँगै स्विजरल्यान्ड लगातार चौथो विश्वकपमा नकआउट चरणमा पुग्न सफल भएको छ। पराजित भए पनि क्यानाडाले पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान बनाउँदै इतिहास रचेको छ। यता बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई 3-1 ले हराउँदै पहिलोपटक विश्वकपको नकआउट चरण पुग्ने आशा जीवित राखेको छ। 18 वर्षीय केरिम अलाजबेगोभिचको आकर्षण गोलबाट अग्रता लिएको बोस्नियाका लागि अर्को गोल आत्मघाती रूपमा प्राप्त भयो भने एर्मिन म्याकिमले तेस्रो गोल थपेका हुन्। जितसँगै बोस्नियाले 4 अङ्क जोडेर क्यानाडासँग बराबरी गरे पनि हेड टु हेड नतिजाका आधारमा तेस्रो स्थानमा रह्यो। अब उसले उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये पछि परेर अघिल्लो चरणमा पुग्ने आशामा अन्य समूहका नतिजा कोर्नुपर्नेछ। कतार भन्ने 1 अङ्कसहित प्रतियोगिताबाट बाहिरिएको छ। विश्वकपमा अहिले बिहान 7:15 बजे दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा मेक्सिको र चेक रिपब्लिकले खेल्दैछन्। कायाकैरनमा अब केही खबर संक्षेपमा। सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4वटा ऐन बन्ने प्रक्रियामा अघि बढेका छन् भने बाँकी 4वटा स्वत निष्क्रिय हुने सम्भावना बढ्दै गएको खबर आजको हिमालय टाइम्सले छापेको छ। विद्युतीय राहदानी छपाई प्रक्रियामा अनियमितताको आरोपमा मुद्दा दायर भई अदालत उपस्थित गराएका 7 प्रतिवादीको विशेष अदालतमा बयान सकिएको छ। बिहिबारदेखि त्यस मुद्दामा थुन्चेक बहस प्रारम्भ हुँदैछ। आज विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले मुद्दा साथ उपस्थित गराएका 7 जना प्रतिवादीको बयान सकिएको र बहस आजदेखि प्रारम्भ हुने बताउनुभयो। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना बनाउन थालेको 20 वर्ष नाग्यो। राज्यको ढुकुटीबाट 22 अर्बभन्दा बढी खर्च पनि भइसकेको छ, तर अहिलेसम्म 44% मात्रै काम भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। भारतको चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड एसओपीका कारण निर्यातमा सकस भएपछि त्यसको विरोधमा बन्द भएका इलामको सूर्योदय नगरपालिकामा रहेका 53वटा चिया उद्योग फेरि सञ्चालनमा आउने भएका छन्। कैलालीको भीमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरीको गाईमारामा कहाँ वनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीडित कैलाली गोदावरी नगरपालिका 4 बासापानी निवासी 44 वर्षीय धनादेवी धामीले 5 लाख रुपियाँ क्षतिपूर्ति पाउनु भएको छ। बाढीले क्षति गरेको बिपी राजमार्गमा मध्य असारदेखि गाडीहरू सञ्चालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही ठाउँमा बर्खाका लागि ठूला ढुङ्गा राखेर सडक तयार गरी गाडी सञ्चालन गर्ने तयारी भइरहेको खबर कान्तिपुरमा छ। दीर्घकालीन प्रकृतिको कर्जामा परियोजनाको व्यावसायिक सञ्चालन वा उत्पादन भई नगद आप्रवाह नहुँदासम्मको ग्रेस अवधिमा पाकेको ब्याजलाई साओमा गाभ्न सक्ने ब्याज पुँजीकरण व्यवस्था गरिएको खबर नयाँ पत्रिकाले लेखेको छ। लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र चलायमान हुने किसिमका नीति आउँदा मौद्रिक नीति मार्फत ल्याउन नेपाल उद्योग परिसंघ सीएनआई र चेम्बर अफ कमर्सले सुझाव दिएका खबर कान्तिपुरले लेखेको छ। कायाकैरनमा अब पालो उखानको।
जस्तो आदर उस्तै सत्कार। उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक। रासपा महाधिवेशनमा मतदान सुरु, नीति ओझेलमा नेतृत्वमा हानथाप, प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि, संहिताबारे लामिछाने र वाग्लेको प्रस्तावमै अन्तर्विरोध। रेबिज विरुद्धको खोप अभावले ज्यानकै जोखिम, 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू, किसानले अझै राहत पाएनन्। 753 मध्ये 724 पालिकाको बजेट गाउँ र नगरसभामा पेश, अधुरा योजना पूरा गर्दै सूचना प्रविधि मैत्री र सुशासनमा जोड। पश्चिमी युरोपमा अत्यधिक गर्मी, फ्रान्स, बेलायत र स्पेनमा तापक्रमको नयाँ रेकर्ड। र विश्वकप फुटबलमा ब्राजिल, मोरक्को, स्विजरल्यान्ड र बोस्निया नकआउट चरणमा प्रवेश। अहिले केही बेरमा दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा मेक्सिको र चेक रिपब्लिकले खेल्दै। र अन्त्यमा आजको कार्टुन। आज हामीले हिमालय टाइम्सबाट चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौँ। गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा परेपछि होटलवालालाई जरिवाना तिर्याएको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे यही विषयमा कुरा गर्दैछन् अनि एकजनाले भन्दैछन्, शान्तिपूर्ण आन्दोलनमा घुसपैठ मिसाए जस्तो सानोतिनो अपराध हो र अन्डामा माछाको काँडा मिसाउनलाई, अनि कारबाही किन नगर्ने त? आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।